अब यो लिम्ब लिड लगाइसकेपछि अब कुरा आउँछ चेस्ट लिडको। चेस्ट लिड मैले अघि माथि तपाईँको भने यसलाई हामी के भन्छौँ भनेपछि चेस्ट लिड भन्छौँ। यसलाई हामी के भन्छौँ, यसलाई हामी चेस्ट लिड चाहिँ भन्छौँ। अब यो चेस्ट लिड भनेको कहाँ लगाउँछौँ भने यो चाहिँ तपाईँ टोटल 6वटा हुन्छ होइन। अब यो चेस्ट लिड कसरी लगाउने, कहाँ लगाउने त्यसको कुरा गरौँ। चेस्ट लिडको लगाउनको लागि सबभन्दा मोस्ट इम्पोर्टेन्ट भनेको तपाईँको यही एरिया यसको प्लेसमेन्ट हो। लिम्ब लिड लगभग सबैले लगाइसकेको हुन्छ राम्ररी तरिकाले नै, तर चेस्ट मेन मिस्टेक भनेको कहाँ गर्छ भने चेस्ट लिड लगाउनेतिर गर्छ। त्यो चेस्ट लिड लगाउने किन मिस्टेक गर्छ भने किनभने ल्यान्डमार्क नै थाहा हुँदैन। अब ल्यान्डमार्क कसरी थाहा पाउने भनेपछि त्यसको कुरा गरौँ। ल्यान्ड पहिला चेस्ट लिडको प्लेसमेन्ट कसरी हुन्छ मैले भने V1 to V6 सम्म हुन्छ, 6वटा चेस्ट लिड हुन्छ राइट। अब 6वटा चेस्ट लिड भनेको कुन कुन ठाउँमा लगाउने भनेपछि यो पहिला फिगर बुझिहालौँ, त्यसपछि म ल्यान्डमार्क छुट्याउँछु। त्यसपछि यो V1 छ, V1 भनेको जुन टोटल यो जुन एउटा चेस्ट लिड हुन्छ यस्तो, त्यो चेस्ट लिड एउटा V1 त्यसमा लेखेको हुन्छ, V1 लेखेको हुन्छ। धेरै चाहिँ तिम्रो कलर कोडेड पनि हुन्छ राइट। अनि कलर कोडेड कसरी लाइक जस्तो यो यहाँ हेर्नु भयो भने V1 तपाईँको रेड कलरको हुन्छ, V2 तपाईँको येलो कलरको हुन्छ, V3 भनेको ग्रीन कलरको हुन्छ। तर कुनै हस्पिटलमा तपाईँले हेर्नुभयो भने इसिजीमा तपाईँको त्यो कलर कोड नभएर V1 V2 मात्र लेखेको पनि हुन्छ राइट। तर V1 V2 अब कहाँ राख्ने त हामीले त्यो मेन तपाईँको ठाउँ थाहा हुनु पर्यो राइट। त V1 कहाँ राख्ने भनेपछि V1 हाम्रो भनेको 4th इन्टरकोस्टल स्पेसमा, हामीले जुन हाम्रो चेस्ट एरिया छ चेस्ट एरियामा 4th इन्टरकोस्टल स्पेस हुन्छ। त्यसको मेन हामी ल्यान्डमार्क तपाईँले स्टर्नम छुट्याउने। अनि स्टर्नमको राइट साइड तपाईँको यो स्टर्नम भयो भने यसको राइट साइडको जुन 4th इन्टर 1 2 3 र 4th यहाँ हेर्नुभयो 1 हुन्छ 2 हुन्छ 3 छ 4th। 4thमा के छ भनेपछि V1 छ अनि यो राइट साइडमा छ।